हेलो गाइज, अब हामी जाँदैछौँ छोरोल्पा। हामी यहाँ कतारे जडीबुटी बस पार्कमा छौँ। यहाँ हाम्रो समीर, यहाँ हाम्रो मन्जिल, यहाँ गाडी आउँदैछ। चला यत्रो छ है हाम्रो फेरि। अब अहिले यहाँ बसको लागि कुरिरहेछौँ हामी। मस्त दबाइरहेछ। ल गाडी चाहिँ हिँडेको छ। यहाँ दुईजना अगाडि, यहाँ पछाडि। ल खाना नि खाइसक्यो। अब जानुपर्छ छेदछेदतिर। ल गाइज, अब हामी यहाँ सिङ्गाटीमा रोकिदिएको छ दुईवटा बुङ्गाहरूसित। अब एकछिन टाइम लाग्छ होला, 1 घन्टा जस्तो। अनि त्यसपछि पुगिन्छ छेदछेद अनि हिँड्नुपर्छ ट्याक्क। ठिक छ नि त? अहिले 100 रुपियाँ टिकट काट्यो। टनल रहेछ, टनल। हेलो गाइज, हामी यता झर्नामा छौँ। चिल हानिरहेको छौँ होइन। अब अहिलेसम्म त ठिकै छ। अब 2 घन्टा 3 घन्टा पछि सिमी गाउँ पुगिन्छ। अनि त्यसपछि चाहिँ त्यहाँ गएर आजको बास त्यहीँ हुन्छ। अनि त्यसपछि भोलि हेर्नुपर्छ। स्टे ट्युन्ड है। ल गाइज, हामी चाहिँ हिँडेको यहाँ के अरे छेदछेदबाट अब सिमी गाउँतर्फ लागिसक्यौँ। झोलासोला ट्याक्क बोकेका छौँ। त्यहाँ एउटा छ, यहाँ एउटा छ लौरो बोकिँदा। म यहाँ छु होइन। अनि यहाँ पुल तरेर जानुपर्छ अहिले। यहाँ फुलहरू पनि रहेछ। साथीहरू, यो चाहिँ लास्टै ठाडो उकालो रहेछ छेदछेदबाट सिमी गाउँ आउनेबाटि। सिटी नै सिटी रहेछ। हेर्नु भ्यू यस्तो छ। सब थाकिसक्यो केटाहरू। यहाँ हाम्रो चामु सर काफल हान्दै हुनुहुन्छ होइन। त्यहाँभित्र लुकी लुकी अब नथा बस भनेर हामी चाहिँ अब टक्क केरासेर यसो डाइट गर्नु पऱ्यो। डाइट पेल्दैछ है। अब पानी थोरै सितानो यस्तै छ। सिमी गाउँ भने यस्तो रहेछ है। पुरै गाउँ काफलै काफल रहेछ हौ। एक झोला हान्नुपर्छ। र समीरले काफल टिपेर ल्याएको छ दाइको लागि भन्दा। ठिकै छ, यति मिहिनेत गर्नै पर्ने हुन्छ है। बाबु खाम नलज्जाइकन हो। केटा हो, हामी यता छौँ है। यो सिमी गाउँको एउटा लजमा बसेछौँ। अहिले यहाँ सबजना सुतिरहेछन् केटाहरू सबैजना। म पनि यहाँ थाकेर बसिरहेको छु। अहिले भेटौँला। ल खाना पनि आयो। गुड मर्निङ गाइज। अहिले बिहानको 5:20 जस्तो भइरहेछ। म चाहिँ उठ्यो, केटाहरू सुतिरहेछन् है। चिसो त खासै त छैन, निन्द्रा चाहिँ मिठो भयो। के छ मन्जिल, ठिक छ? चाउचाउको पाल्यो के छ? रातभरि सुत्यो मुला ठस ठसी। ए भाइ भ्लग हो नि। हालिदिनु भयो के। यो चाहिँ हाम्रो सिमी गाउँ। हामी यहाँ चिया खाँदैछौँ है। कति बज्यो? 5:59। ठिक छ है, अल गुड। हाम्रो रुम यो राम्रो रहेछ रङ। यहाँबाट भ्यू पनि देखिने रहेछ। घुम लाग्दैन। कस्तो रह्यो त यहाँको बसाइ। झन्डै लडिदिएर
कस्तो रह्यो त्यहाँको स्टे? यहाँको चाहिँ अलिक राम्रै छ ओभरअल राम्रै छ ठिक छ होइन राम्रो लाग्यो मलाई यहाँको सर्भिस यो चाहिँ हाम्रो सिमी गाउँ त्यहाँ माथि बल पनि खेल्नु मिल्दैछ यहाँबाट नि आउने बाटो त रहेछ तर हामी यहाँबाट आएको थियौँ यो है लज चाहिँ राम्रो छ रेकमेन्डेड बाई माई साइड अब हामी चाहिँ यताबाट जान्छ ल गाइज हामी यता छौँ है हामी ट्याक्क यता होइन यहाँ उता हिमाल रहेछ मस्त गोठहरू होइन चामु सर हिँड्छन् बाह यहाँ मन्जिल के छ अहिलेसम्म ठिक छ आज कस्तो हुन्छ सिमी गाउँबाट अहिले निस्क्यौँ चिया नास्ता खाएर होइन देखिन्छ हेर्दा अलि माथि है के ठिक छ हिमाल चाहिँ होस् हिँडिरहेको छ हामी चिलमा हामीभन्दा अगाडि दुईजना पनि छ नि हिँडिरहेको हामीसँग जान्ने उनीहरू चाहिँ अलिक अगाडि नै पुग्छ हामी चाहिँ अब स्लो मोमा बिस्तारै हिँड्दै है अब 9-10 घन्टा स्ट्रेट आज अब बेदिङसम्म पुगिन्छ होला लास्टै ठाडै उकालो रहेछ यो सिमी गाउँबाट चाहिँ यहाँ छौँ हामी गाइज हामी हिँड्दैछौँ मन्जिल भएर म यहाँबाट खोला रहेछ बेदिङ खोला भन्दो रहेछ है मुनि छ हामी हिँड्दैछौँ मन्जिल र म अरू चाहिँ पछाडि नै छन् देख्या होइन यहाँ एउटा दाइसान कुरा गरेको थियो यहाँबाट अब हामीलाई 4 घन्टा भनेपछि 11 बजीतिर पुगिन्छ होला दोङगाङ त्यहाँ गएर खाना खाइन्छ अनि त्यसपछि त्यहाँबाट 6-7 बजीतिर 6 बजीतिर बेलुका बेदिङ पुगिन्छ त्यहाँ आएर बसेर मोबाइल चार्ज गरेर त्यहाँ फेरि माथिपट्टि बत्ती छैन अरे क्या नागाउँमा यस्तै छ बिस्तारै बिस्तारै हिँड्दैछौँ पुगिन्छ कस्तो ठुल्ठुलो भिरहरू हौ कस्तो ठुलो छ त है हामी मन्जिल र म चाहिँ यहाँ हिँडिरहेको छौँ अरू चाहिँ मलाई दोषीहरू हिँड्दैन नि त आउनु पऱ्यो है साथीहरू है ट्रेक चाहिँ हामी नै पनि हुन्छ ल कडा अहिले भेटौँ लास्टै धराप रहेछ है बाटो खुट्टा टेक्ने ठाउँ मात्रै छ बेदिङ खोला हाम्रो बाटो यहाँ छ है उति चाहिँ भन्ने ठाउँमा आइपुग्यो है खिच त मन्जिल यो फोटो कति रहेछ अब 2 घन्टा 2 किलोमिटर छ 1.5 घन्टा जस्तो रहेछ है सुरुमा चाहिँ पुग्न 2 किलोमिटर भनेपछि 1.5 घन्टा त्यहाँबाट अझै 1.5 घन्टा लाग्छ
एकछिन बस्नु पर्ला जस्तो है। सुरुमा चाहिँ पुगिन्छ अब एकछिन बस्नु पऱ्यो। यहाँ केटाहरू आउँदैछन्, बस्नुपर्छ। ल गाइज हामी चाहिँ उति सेडो माथि हिँड्दैछौँ। उकाल रहेछ फर्स्टै नै, यसलाई पनि भेटायो लोसेलाई। लोसे हो सबसे हिँड्नै सक्दैन त बाबु। उकालो छ मस हिँडिरहेको छ हामी है। भ्यू यस्तो छ यहाँबाट खोज्दा जस्तो है। माथि डाँडा पनि छ लास्टै ठुलो। उकालो यस्तो छ है। हिँडेर चाहिँ मुख पसिनै पसिना भइसक्यो। गर्मी पनि त्यस्तै भइरहेछ। माथि सुरमुचेसम्म हिँड्छौँ, त्यहाँ एकछिन रेस्ट गरेर डोङगाङ गएर खाना खान्छौँ। ल कस्तो लागिरहेको छ हामीलाई अहिलेसम्म? एकदम राम्रो छ। ल ल हामी यहाँ आइपुगेछौँ सुरमुचे धरौँ हिँडेर। मैले चाहिँ पसिनै पसिनाहरू त्यहाँ छोडिदिएको सुकाउनु एकछिन। बढी देखाइदिएँ। ल यस्तै छ है। अब हामी चाहिँ एकछिन केही खाएर हिँड्छौँ मलाई। ल है हामी खाँदैछौँ। अहिले नखाने भनेको अहिले खान थालिहाल्यो। चना आलु अन्डा छोडा मन्जिल। कहाँ खानुपर्छ हाल्दा के हो त? मलाई त धुलो मात्रै हाल्छ त्यसले त। नराम्रो चाहिँ मलाई हाल्ने होला होइन? मान्छे नराम्रो छ अनुहार देखा त आफ्नो यहाँ त अनुहार देखा छाता जस्तो कपाल त उसको। ल गाइज अब हामी हिँडेको सुरमुचेबाट खाजासाजा नास्ता सनस्क्रिनहरू सबै लगाएर अब ट्याक्क मोबाइल छ चार्जर राखिदिनु पऱ्यो। दुईवटा केटाहरू चाहिँ हिँड्छ है। ल गाइज हामी यहाँ यसो यतातिर आइपुगेछौँ। यो पानी खाने धारोपट्टि बस ठाउँ पनि छ है। अब बिस्तारै बिस्तारै हिँड्दैछौँ हामी दुईजना। चामभाइ पछाडि छ, चामभाइ अगाडि छौँ। पछाडि दिन्छ अरे उनीहरू हिँडिरहेको छन् अगाडि जोसमा। हामी चाहिँ अलिक ओस भयो क्या है। एकछिन भेट्नु होइन अब यता अगाडि गरौँ न। ल यस्तो छ हाम्रो बाटो भ्यूहरू सबै। बाटो यस्तो छ। के छ मन्जिल कस्तो चलिरहेको छ? अल गुड। हामी यहाँ पुलमा छौँ। खोलो चाहिँ छैन, पानी चाहिँ छैन। यहाँ क्याल्चे पुग्न लागेको छौँ। कसरी सुक्यो? गाईले पुग्छ। खोइ गाई होइन होइन खोला ऊ भन्दा त के भयो? छोडिदिनु मेरो बाटो। डर लाग्छ याकहरू है। याक होइन के हो यो? दाइ के हो यो? खच्चड हो होइन? हजुर जोतकेक यो ऊ होला क्या, त्यो चौरी गाईको केटाहरू होला होइन? त्यही हो क्या। गाईको गोरु हुन्छ त्यसकै होला। गाईको गोरु भने त चौरी गाईको यो क्या। बर जस्तै मन्दिरको बर। सुन्दरी बस सुन्दरी ठन्डे महिना छ। ल वेलकम टु क्याल्चे गाइज। क्याल्चे आइपुग्यो है।
हामी कृपया फोहोर नफालौँ। अब 45 मिनट्समा दोङगाङ पुग्छ अरे अनि त्यसपछि ट्याक्क नाइस हुनुपर्छ। के को भ्यू त राम्रो छ त यहाँबाट नि उता माथितिर जाने होला जाउँ केटा अब सुरु चाहिँ क्याल चाहिँ यो अब 45 मिनटमा पुगिन्छ अरे टन्नै त्यहाँ भित्रतिर हुनुहुन्छ होला त्यहाँ पनि हुनुहुँदो रहेछ तेरोबाट खिच्न कस्तो काम छैन क्याल्चे लज ल हामी दोङगाङ आइपुगेका छौँ बाढीले पुरै बगाएको रहेछ पहिला बाढी आएर रहेछ अनि यहाँ है 1 वर्ष अगाडि हो 1 वर्ष अगाडि जस्तो यहाँ पुरै बगाएको रहेछ यहाँ बाढीले चिसो हावा चलिरहेको छ ज्याकेट पनि पातल पातल लाएको छु ठिकै छ जे होस् चल्ता छ अब टक्क यहाँ खानासाना खाएर है खाएर आज कति बज्यो अहिले 12 बज्न लागेछ अहिले 12 बजे 1 बजीतिर हिँडिन्छ होला खानसाना खाएर अनि आज बेदिङसम्म छ टार्गेट बेदिङ पुगेपछि भोलि जानुपर्छ छोरोल्पा ठिकै छ दोङगाङ पनि यहाँसम्म आएर चाहिँ बाढी के हो यहाँ भत्काकै हो बाढीले नै होला त ल अहिले भेटौँ है ल गाइज हामी चाहिँ यता खोलातिर आएको छौँ है खोलातिर अब यसो खाना पुरेको खानै पाकेन अनि अब एकछिन खोलातिर गएर आऊँ भन्न आएको त अल्छी लाग्छ बस्दा बस्दै यसो गइदिएको चामल चाहिँ त्यहाँ ल खोला आइपुग्यो है दिस इज आवर खोला के खोला भन्छ यसलाई थाहा छैन तामाको छियो कि बाढीले त यत्रो बगाएर चाहिँ हेर त बवाल छ त पानी क्लियर छ कस्तो चिसो हावा आइरहेछ अब हामी हिँडेको खानासाना ट्याक्क खाइयो अब जान्छौँ हामी ट्याक्क कता जान्छौँ काङलिङ जान्छौँ 3 घन्टाको बाटो छ अरे ल झोलासोला सब रेडी छ चामो हिँड्न रेडी भइसक्यो यो पनि ल यस्तो छ बाटो अहिले चिसो खासै छैन अब एकछिनमा चिसो भएपछि गर्नुपर्छ छ बोकेको ज्याकेटहरू ल केटा यहाँ हामी यहाँ हिँड्दैछौँ यस्तो बाटो रहेछ है झर्ना नाइस रहेछ उता माथि त जा खिचखिचे म त अनफिल्टर हानिदिन्छु नि फेरि विदाउट एडिट हो ल यस्तो छ नाइस छ होस् खोला हिरैतिर गाइस घना छ है जङ्गल चाहिँ एकदमै डरै लाग्दो छ अझ बेलुकातिर आयो भने त लास्टै हँदै हुन्छ होला डर लाग्ने मान्छे नआउनु होला सानो मुटु भए मान्छेहरू बाढीले त गर्नु गरेको रहेछ त अनि ठुल्ठुलो ढुङ्गा आयो होइन माथिबाट खसेको खोला यत्रो बाटो पनि यस्तो भइसकेको छ यस्तो बाटो हिँडिरहेको छौँ हामी त्यहाँबाट उता गएर माथि जाने होला पहिरो यस्तो छ पानी पनि पर्ला जस्तो भइरहेछ पानी पर्छ बिच बाटोमा खोलै खोला छ है म चाहिँ यहाँ उभिरहेको छु यहाँ छ दुईवटा बुङ्गाहरू खोलै खोलाको बाटो रहेछ पहिरो लास्टै नै बिग्रिया रहेछ है
छ अब त्यहाँ ब्रिजबाट चढ्नै पर्ने हुन्छ हामी नाइस है जस केटा यहाँ हल्का ओपन रहेछ गुफा जस्तो मान्छे पनि बसेर रहेछ आगो साग बालेर रहेछ होइन त्यहाँ मान्छे बसेर सुत्या नि दिन्छ क्याम्पिङहरू हाने जस्तो पुरै आगो बालेर कालै भएको छ नि भाइ पर्सनल्ली आगो हेर्दा नबाँच्ने रहेछ नबुट्न मिल्छ तर खोला यहीँ थियो ल गाइस हामी अब हिँड्दैछौँ ल गाइस हामी थाङदिङमा आइपुग्यो है ठिक छ नि अब यहाँ चिसो भएर अब यहाँ ज्याकेट लाउन आँटेको है ज्याकेट बाक्लो ट्याक्क पानी सानी भरेर ल्यायो यो त फुल छ मुला हेर न एल्टिट्युड सिकनेस लाग्यो अहिले कति बज्यो अहिले 4:22 भयो अब 2.5 घन्टा हिँडेर कति 7 मा पुगिन्छ खाऊ न 7 मा पुगिन्छ होला सायद बेदिङ ठिक हुन्छ हुन्छ एकछिन रेस्ट गरौँ अनि हिँडौँ क्याचअप गरिहाल्छ नि मुलाले ल भाइ म त नेचर भाइब्स लिँदै हिँडिरहेको छु रेडबुल चिङ्न यसो सस्तो रेडबुल लगिहाल्यो के हो टाइगर हो म्याक्स टाइगर यसले ओपनिङ नै हान्दिउँ कि यसरी फुटाइदिउँ ओ स्योर ल निस्केको ल हामी आछौँ यता माथि झरना पनि छ है अब हामी बेदिङतर्फ लाग्दैछौँ थाङदिङ कटेर यहाँ खच्चडहरू आइरहेछन् सर भाइ खोला त त्यस्तो ठुलो छैन है त्यो झर्ना मिक्स भएर कत्रो भयो है यहाँ खोला पनि साइडमै रहेछ अब बेदिङ पुग्छ होला बाँकी दुईजना केटाहरू पनि आउँदैछन् उताबाट एकछिनमा होइन अब अलि हाइट पनि बढ्दै गयो चिसो नि हुँदै गयो है केटाहरू पनि दाइ कति टाइम लाग्छ यहाँबाट बेदिङ 2 घन्टा लाग्छ अरे है अब हिँडौँ चुपचाप बिस्तारी लाज नमानिकन हो त छोड बिस्तारी हिँड त मलाई एकछिन यही बस बरु घमराङ हिँड्छ भैँसी हिँडेको छ कि हेर न बिस्तारी हिँड्न बिस्तारी हिँड्नु
आइ छिटो ल जाँदै गरौँ हामी सो गाइज अब चाहिँ हामी अझै हिँड्नै बाँकी छ 1.5 घन्टा जति कति बजी 6 बजिसक्यो एप्रोक्सिमेटली हो 6 बजिसक्यो अझै पनि हामी हिँड्दै नै छौँ यस्तो छ माथि चाहिँ बेदिङ पुगौँ भने अब खोइ 7 बजीतिर पुगिन्छ कि यस्तो छ लास्टै चिसो छ है चिसो छ सेफ्टी सेफ्टीलाई राख्नुपर्छ भोलि झन् चिसो हुन्छ भोलि झन् चिसो हुन्छ भोलि बिहान कति बजी हिँड्ने हो अहिले लास्टै थाकेको छ बिहान 6 बजी हिँड्नै छौँ हामी सो स्ट्रेट त्यही हो अब लास्ट स्टप हाम्रो बेदिङ हुनेछ आजको लागि ल बेदिङमै भेटौँला बाई बाई गाइज अहिले कति 7 बजिरहेछ 7 बज्नु लाग्यो 7 मिनट आइज हामी यहाँ ढिला भएर रामलिङसम्म चाहिँ आइपुगेका छौँ अब हिँड्दैछौँ हाम्रो अर्को भेट्या केटाहरू 2 जना चाहिँ गाह्रो भयो पेट दुख्यो भनेर यहीँ रामलिङ बस्नु भन्दै थियो खोइ रामलिङमा खोइ बस ठाउँ देख्दिनँ म हामी चाहिँ अब बेदिङसम्मै जाने बुक गरिसकेको छ 8 बज्छ होला टच 12 भयो नि आउँदा पनि राम्रै बाटो छ भन्दै थियो तिनीहरूले हेरौँ अब बिस्तारै बिस्तारै जाउँ त्यहाँ गयो भने भोलिलाई पनि सजिलो रेस्ट पनि धेरै गर्न पाइयो है हो 8 बजे बेदिङ 8 बजी होइन 7-11 भयो रात परिरहेछ मस्त होइन खोला साइडमा बगिरहेछ पुरै अँध्यारो भइरहेछ है हामी चाहिँ अब पुस गरेर पुरै दुईटा साथीहरू चाहिँ अलि 2 जना चाहिँ सन्चो भएन अनि अलि तल बस्ने नि विचार गरे तर केटाहरू अगाडि यहाँ आउँदाखेरि चाहिँ कृपया बिचमा बस्ने ठाउँ चाहिँ रहेनछ त्यो चाहिँ याद गर्नु होला अनि हामी चाहिँ अब कति 15 मिनट 15 मिनट लाग्दैन 5 मिनट बेदिङ त वेलकम टु बेदिङ त्यही लेखिसकेको 5 मिनट जस्तोमा हामी बेदिङ पुग्छौँ यता चाहिँ पुरै खोला पनि गरिसकेको छ अँध्यारो भयो ठाडो उकालो लास्टै गाह्रो हुन्थ्यो है ठिकै छ जो ल है बाटो यस्तो छ उ त्यहाँ अगाडि लाइट बलिरहेको छ त्यो चाहिँ हाम्रो बेदिङ हो है उकालो धेरै रहन्छ है बेदिङ थिएन नि गाह्रो हुन्थ्यो नि लास्टै गाह्रो हुन्थ्यो अनि बाटो नि यहाँ चाहिँ अलिकति राम्रै रहेछ हेरेर खोलाको छेउमा भयो नि बिहान 6 बजे कहाँ सिनी गाउँबाट हिँडेको अनि 12 बजीतिर हामीले के अरे 12 होइन 12:30 तर मोस्ट इम्पोर्टेन्ट त्यस्तैमा दोङगाङमा खाना खायौँ कहिले फोन गरेर आउनु खाना बन्न चाहिँ लास्ट टाइम लाग्यो अनि त त्यहाँ नेटवर्क छैन नेटवर्क नै छैन त्यो नि हो हाम्रो त्यहाँ 1.5 घन्टा जस्तो 2 घन्टा लाग्यो सुरुमुचेमा हामीले 1 घन्टा लस गऱ्यौँ क्या त्यहाँ 5-10 मिनट खाएर चल्दिहाल्नु भन्ने छ ए मुला उकालो पो छ त यो नि गाउँ नै रहेछ कि पुरै यहाँ उकालो पनि छ नजुकिने होला त्यो अगाडिको है यहाँ रहेछ हाम्रो छोड्दैनहरू त्यस्तै केही रहेछ हामीले केटाहरूले मिलेर पुस हान्यौँ है जे होस् त्यहीँ बसेर चाहिँ हुन्थ्यो बेदिङ भनेर यहाँ आइसक्यो वेलकम टु बेदिङ माथि चाहिँ बलिरहेको रहेछ कि हो यता पुरै बगर छ यता देखिँदैन होला यता बाटै बाटो छ अब गएर मस्त सुत्नुपर्छ खानासाना खाएर म मेन चाहिँ यार भोलिको सनराइज हेर्नु लास्टै हिँडेर आज त मलाई कति हिँड्यो लास्ट हो 13 घन्टा तर अलिकति 13 घन्टा हिँड्दैन हैन स्टेट त हेरे 10 घन्टा जस्तो रुट यस्तो रहेछ क्या रुट राम्रो रहेछ अहिले बाढीले गर्दा खोलै खोला हुनुपर्ने बाटो माथि तल गर्दा अलिक टाइम लस्ट भयो अनि बाटो नि त्यस्तो सजिलो होइन नि त पानी परे भने चाहिँ बिजोग हुन्छ फेरि पानी परे बेला चाहिँ सजेस्ट गर्छु नआउँदै हुन्छ पानी परेर त नआउँदै हुन्छ नत्र बाढीमै जानै पाइँदैन ल गाइस फाइनली आइपुग्यो हामी कता हो दिदीको फाइनली आइपुग्यो एकछिन बस्न रुममै जाउँ न स्पोन्सर by Dawa Chini Sepai.
कति हानेर हामीलाई चाहिँ लास्टै दामी सो गाइस आजको रुम चाहिँ हाम्रो यही हो होइन अब खानासाना खानु बाँकी छ खाना खाएर अब चिकमा सुत्दिने होला रुम यस्तो छ यो डबल बेड रे रुमको हिसाब हुन्छ अरे है ठिक छ अब जोड्नुपर्छ जस्तो बेलुका अब के हुन्छ ल अब एकछिन रेस्ट हुन्छ अनि मैले जुत्ता सुत्ता फुकाल्ने होइन ल है खाना खाँदैछौँ खुट्टा लास्ट टाइम दुखिरहेछ भागसाग तापेर सुत्छौँ होला हामी च्याप्प ल गाइज हामी ल सुतेको है ट्याक्क तिनजना एउटै खाटमा ट्याक्क मिलाएर खाट सारेर ट्याक्क लाएर है अब ल गुड नाइट गाइज